गुड मर्निङ सेवा नमस्ते सम्पूर्णलाई। हामी दिदीबहिनी चाहिँ लाग्यो झोलासोला बोकेर सानीको घरतर्फ। अब हस्पिटलबाट आएको थियो नि त अस्ति, एक दिनको लागि छोरा मम्मी हामी सबैलाई भेट्नलाई कान्छी। अनि आज फेरि फिर्किनु पर्ने छ, हस्पिटलमा त रेगुलर चेक गर्नै पर्यो। अनि घरबाट जाँदाखेरि चाहिँ छोराले देख्छ रुन्छ, मैले सानीको घरबाट जाऊँ न भनी। अनि त्यसैले ठिकै छ भनेर आयौँ। के गर्नु, आमाको मन रोको छोडेर जान त सकिँदैन, सानै छ रुन्छ नि त। त्यस पछाडि सानीकोमा आयौँ। सानीकोमा आएर सुनाउँदैछ, यस्तो भयो सानी, नाना यस्तो चिरो त्यस्तो गरौँ भन्दै। अनि हामी चाहिँ सुन्दैछौँ। सुन्नु बाहेक हामीले गर्नु के छ र होइन, एउटा देखाउने माया न हो हामीले भनेको। राम्रोसँग जा, राम्रोसँग उपचार गर होइन, छोराको चिन्ता नगर, आफ्नो ख्याल गर। रोग भनेको अब त्यस्तै हो होइन, चिन्ता गरिराख्छ छोराको लागि। यहाँ मम्मी हुनुहुन्छ, पिर नगर होइन। मान्छेको शरीर हो, बिरामी भयो भन्ने बित्तिकै चिन्ता गर्नु हुँदैन, ठिक हुन्छ। त्यही भएर राम्रोसँग उपचार गरेर आइज होइन। मलाई एकदम भेट्नु मन लागिरहेको थियो नि त अस्ति होइन, भेट्नु पाइनँ। कस्तो भइरहेको थियो, यसपालि भेट्नु पाएँ, खुसी लाग्यो। के गर्नु, चिन्ता नगर्नु भन, धेरै टाइम लाग्छ भनेको छ डक्टरले। ठिक हुन्छ भनेको छ बिस्तारी, तर टाइम लाग्छ भनेको छ। त्यो टेन्सन छैन, मम्मीहरू हुनुहुन्छ, तिमीहरू छ, त्यही भएर आनन्द लाग्छ म बस्नु। त्यही भएर एक दिन भए पनि यसो भेट्न आएको मम्मीहरू। चिन्ता नगर्नु, म पनि ठिकै छु, छिटै ठिक भएर अब चाहिँ बस्दै आउँछु। गफ गर्दा गर्दै दिदी बहिनी भावुक पनि भयो। के गर्नु, दिदी बहिनीको माया भन्ने चिज यस्तै हो। त्यस पछाडि सम्झाइ बुझाइ गरियो, बाहिर निक्ल्यौँ। ज्यान ठुलो भएर के गर्नु हो, रोग लागेपछि कसैको केही लाग्दैन रहेछ। गाडीवालाको फोन पनि आयो। अनि कान्छी चाहिँ लाग्यो हस्पिटल धरानतर्फ। हुन त उहाँ साइली हुनुहुन्छ, ज्वाइन हुनुहुन्छ, त्यही भएर अलिक ढुक्क त लाग्छ। अनि कान्छी पनि गयो हस्पिटलतर्फ। त्यसपछि सानी बाङ्गासँग एकछिन गफसफ गरेँ मैले पनि। अनि गफ गर्दै गर्दाखेरि सानीले खाजा पनि ल्याइदिनु भयो क्या। अब बिहान बिहान भए पनि खानै पर्यो, के गर्नु, सानीको माया। त्यसपछि सानीको घरदेखि लागेँ म मम्मीको घरतर्फ। अहिलेलाई चाहिँ यति नै, बाई बाई एभ्रिवान।